यस कम्पनीका सभापतिज्यूलाई यस स्टेजमा वेलकम गर्न चाहन्छु। उहाँ हुनुहुन्छ कम्पनीका सभापति श्री कृष्ण प्रसाद फुयालज्यू। प्लिज वेलकम द स्टेज। धन्यवाद। Good morning, everyone. What do you want? You want message, sir? You want message? Yes, sir. अवश्य पनि आज शुभदिन ग्रुप प्रालीको भेटघाट समारोह तथा 5औं वार्षिक उत्सवमा पाल्नुहुने यसै सभाका सभाध्यक्ष महोदय, त्यसै गरी म्यानेजिङ डाइरेक्टर बस्नेतज्यू, साथसाथै म्यानेजमेन्ट टिमलाई विशेष गरी आभार प्रकट गर्न चाहन्छु। त्यसै गरी कम्पनीमा जिम्मेदार तरिकाले आफ्नो कार्यलाई अगाडि बढाइरहनु हुने विभिन्न आफ्नो क्षेत्रमा कार्यशील कर्मचारी, स्टाफ, सर्भिसहरू, टुर म्यानेजर, ट्रेनिङ म्यानेजर, टुर म्यानेजर, त्यसै गरी बिआरओ आज विशेष गरी हाम्रो यो हुन गइरहेको 5औं वार्षिक उत्सवको समारोहमा आज हामी उपस्थित भइरहेका छौँ। विशेष गरी आज हामी धेरै पछाडि हामीले एउटा यो खालको एउटा प्रोग्रामको आयोजना गरिराखेका छौँ। विशेष गरी आज कम्पनीले यो अवसर पारेर धेरै व्यक्तिलाई धेरै अवसरहरू प्रदान गर्न खोजिराखेको छ। त्यो अवसरमा हामी जे जस्तो अवस्थामा छौँ, अवश्य पनि हामी एउटा अवस्थाले यहाँसम्म ल्याइपुर्याएको कारणले गर्दाखेरि यहाँनिर हामी उपस्थित भइरहेका छौँ। हामीले आजैको डेटबाट एउटा प्रण गर्नु आवश्यक छ कि हो एम आई, म को हुँ, वाट इज माई ड्युटी एन्ड वाट इज माई रेस्पोन्सिबिलिटी, म को हुँ, म कहाँ छु र मेरो उत्तरदायित्व के हो। विशेष गरी यो कुरालाई हामीले मध्यनजर गऱ्यौँ र मलाई कसले के भन्दैछ भनेर भन्नुभन्दा पनि मेरो आत्माले मलाई के भन्दैछ भन्ने कुराहरूले विशेष महत्त्व राख्छ। त्यसले गर्दाखेरि आज 21औं शताब्दीका व्यक्तिहरू, हरेक व्यक्तिहरू महत्त्वकांक्षी हुनु आवश्यक हो। त्यसले गर्दाखेरि हामीभित्र पनि ती खालका एउटा आवश्यकताहरू छन्। त्यही आवश्यकतालाई परिपूर्ति गर्नका खातिर आज हामी एउटा कुहिरोको काम गरेर यो गर्दा हुन्छ कि त्यो गर्दा हुन्छ कि के गर्दा हुन्छ हामी अवसरको खोजीमा छौँ। त्यसले गर्दाखेरि आज कम्पनीले त्यो खालको हामीलाई अवसर दिइसकेको छ, त्यो खालको एउटा अपर्च्युनिटी दिइसकेको छ भने अब हामीले त्यसलाई कसरी एचिभ गर्ने भन्ने कुराहरूले विशेष महत्त्व राख्छ। त्यसले गर्दाखेरि यो कुरालाई हामीले अवश्य पनि मध्यनजर गर्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि हामीले आजको डेटलाई हामीले विशेष महत्त्वका नजरले हेरेका छौँ। त्यसले गर्दाखेरि जो यहाँनिर हुनुहुन्छ अवश्य पनि भोलिको दिनमा यहाँहरू सक्सेस बन्न चाहनुहुन्छ भने कम्पनीले त्यो ग्रहण गरिसकेको छ। जबकि तपाईँलाई सक्सेस बनाउने अभिभार कम्पनीले लिएको छ। त्यसले गर्दाखेरि हामी जहाँ छौँ, जसरी हामी अगाडि बढ्दैछौँ, अवश्य पनि त्यसलाई अझै मध्यनजर गरेर त्यसलाई अझै मजबुत बनाएर अगाडि बढ्यौँ भने भोलि तपाईँ र हामी आत्मसात गर्दै जाँदाखेरि भोलि हातेमालो गर्दै हिँड्नुपर्ने अवस्थाहरू पनि आउन सक्छन्। त्यसले गर्दाखेरि आजलाई भन्दा पनि भोलिलाई विशेष महत्त्व दिएर हरेक व्यक्तिको आज चाहिँ हरेक सक्सेस व्यक्तिको विगतलाई हेर्ने हो भने पीडादायी नै हुन्छ। त्यसले गर्दाखेरि आज तपाईँले पनि त्यो पीडाहरू भोगिरहनु भयो होला, तर वास्तविकता त्यो होइन। जब हामीलाई थाहा छ एउटा गाईले हरियो घाँस खान्छ तर त्यसको दुध चाहिँ हामीले कस्तो पाउँछौँ, सेतो पाउँछौँ। त्यसले गर्दाखेरि आज तपाईँले गरेको सङ्घर्ष र भोलिको सक्सेसले फरक खालको भूमिका खेलिरहेको हुन्छ। त्यसले गर्दाखेरि त्यो कुरालाई मध्यनजर गर्दै हामी अगाडि बढ्नेछौँ भन्दै मेरो आजको भनाइलाई यहीँ अन्त्य गर्छु। धन्यवाद। Are you excited? Yes. Really? Yes. Okay.